यी हुन् झिलिक कर्मकार। झिलिक कर्मकारको मेहनत र कला साँच्चै नै लोभलाग्दो छ। यति सानै उमेरमा आमाबाट यस्तो सिप सिक्दै आफ्नो कलालाई निखार्नु निकै प्रेरणादायी कुरो हो। झिलिकको यो सुन्दर प्रयासलाई अझ धेरै मानिसहरूसम्म पुग्न मद्दत पुर्याओस्। झिलिकको उज्जवल भविष्यको कामना गर्दै एउटा कविता भनेको छु, पुरै सुनिदिनुहोला। सुनौला हातकी झिलिक, सानो छ उमेर ठुलो छ सपना। हातमा हतौडा मनमा छ कला, आमाको काखमा सिपको यो पाठशाला। झिलिकले कोर्दैछिन् सुन चाँदीमा कथा, न कुनै थकान न कुनै हतार, एकाग्र मन औँलाको भार। मुकुटमा कुदियो अनगिन्ती बुट्टा, संसारलाई चकित पार्ने कलाको यो छट्टा। पढ्दैछिन् कक्षा 9 सिक्दैछिन् यो ज्ञान, सिप नै हो पछि यिनको पहिचान। यो कलिलो हातले लेख्दैछ इतिहास, झिलिकको यो मेहनत हाम्रो लागि खास।